केमिस्ट्री ऑब्वियसली वो एक दोस्त वाली ज़्यादा है, मतलब भाइयों वाली है, दोस्त वाली। हेलो गाइज, वेलकम टु माई न्यू मिनी भ्लग। आज चाहिँ हामी नयाँ ठाउँमा जाँदैछौँ फेरि। यता छापडाँडा भन्ने ठाउँमा हाम्रो मामाजी हुनुहुन्छ यहाँ साथमा हाम्रो ज्वाइँ साहब हुनुहुन्छ उता। हेलो मामा, के छ हालखबर? एकदम अल द बेस्ट, एकदम राम्रो छ। हामी आज चाहिँ हामी छापडाको टुर हुँदैछ हाम्रो होइन। अनि यसो साथीभाइहरू जाने छ, कोही इच्छुक छ भने जाँदा यसो रमाइलो गर्दा मिल्छ होइन। माथि जाँदा यसो रमाइलो गर्नु पर्यो, गएर साथीभाइहरू कोही छ भने गर्नु पर्यो। हामी चाहिँ डिबिरदेखि लाग्दैछौँ है छापडाँडा। अब चाहिँ हामी यो छापडाँडा जाने चोकनेर आइपुग्यौँ है। सर छापडातिर कोही हुनुहुन्छ भने है ज्वाइँ आज मलाई सपोर्ट गर्दै हुनुहुन्छ ज्वाइँले। जाँदैछौँ, बाटो अप्ठ्यारो छ, त्यही भएर अटो यता साइडमा एकछिन रोकेको। एकजना मान्छे आउँदै हुनुहुन्छ तलबाट, एकजना मान्छे फेरि थपिनु भयो। हामी कतिजना हुने भयो सबै? मसँग 5 जना होइन, अटोमा एकदम 5 जनाको यात्रा हुँदैछ। उकालो त कस्तो कस्तो पुरै साथ दिनु साथी हो, धेरै उकालो छ। हजुरहरूलाई देखाउँछौँ, रात पर्न लागिसक्यो, पर्न त 6:30 भइसक्यो। बाटोको हालत त एकदम बेहालै छ, अस्तिको पानीले पुरा बिगाऱ्यो। हाम्रो मामा यी मोटाएर हिँड्नै सक्नुहुन्न। गाह्रो छ, मलाई पनि गाह्रो छ। मलाई त नगई नहुने बाध्यता पनि छ। पानीले खोलेर रोड यस्तो चिरा परेछ। रोडको बिजोग छ, यसो रोडको बिजोग छ पुरा। हाई नाइस, ल नाइस। फर्कायो एउटा मात्रै घर छ फर्कामा, मान्छे चाहिँ खासै बस्दैन। अब साथी हामी अब छापडाँडाको गाउँमा आइसक्यो हामी, तल्लो गाउँमा। यता तल चाहिँ टिमिरे, अब पारी टाकुरा, सेती खोला, झिलाने गीत सित बजिरहेको थियो। छापडाँडा गाउँ तल्लो गाउँ आइपुग्यो। अर्ग्यानिक खाना यहाँको। ल हाम्रो छापडाँडाको मामा घर है। माथि भन्दै के छ बाबु? कता आराम छ? कसको भेडा चाहिँ अहिले आउँछ है यो तल्लो छापडाँडामा। अब हामी जाने अझै यो माथिल्लो छापडाँडा हो, अझ माथि त धेरै माथि छ। हुन्छ हानमा मेरो बेला। ल राम्रोसँग जानु है। ल भाडासाडा अब मिलाउँदै गरौँ न। ल ल ल एकचोटि हाई गरिदिनु त बेला ल एकचोटि हाई गरिदिनु न। ल यात्रा कस्तो भयो? ठिक छ हो ल ल ल हुन्छ। बालमती भान्जा म दाइले पछि दाइले फोन लाग्छ त्यहाँ आउँछ पाल्टी खानु त्यहाँ ल जाम है, नाम बस्नु। तँ कुची आउँदैन होला। रात परिसक्यो साथी हो, लागिसक्यो। तर एकान्त छ नि होइन, लेक साइडमा आनन्द। ल हामी आइसक्यौँ है, हामी आइसक्यौँ। सबैले साथ सपोर्ट दिनु होला, अन्तिमसम्म हेरेर फलो गर्नु होला, लाइक गर्नु होला।
अब अर्को अलि टाइम मिलाएर अर्को दिन आएको बेला चाहिँ अलि माथिसम्मै स्कुलसम्मै पुगेर अर्को भ्लगमा फेरि भेट होला साथीहरूलाई।